हेलो हेलो गुड मर्निङ है सबैजनामा। आज लेकतिर जाँदै हिजो भैँसी झरेछ, 3टा अरू झर्दैछ, 5-7वटा। त्यही झार्न हिँडेको म चाहिँ। लामो समयपछि आज भैँसीको दर्शन गर्ने है। यहाँ चाहिँ गोरु छ, गोरु पनि झरेछ। म चाहिँ लामो समय पछि भैँसी झार्न हिँडेको हेर्न, र मेरो अङ्कल दाजुभाइहरू सबै अगाडि आइसक्नु भएको छ र मैले बिचमा भेटाएँ। ल सबैजनालाई गुड मर्निङ। के छ त? ल हामी सबै गोठालो होइन ल है। ल जाम ल। यात्रा फेरि हाम्रो अब अगाडि बढ्दैछ। ओहो के धगा टिप्ने हो क्या हो? झोला लेकाली झोला है। ठाकियो। यस्तो बाटो चाहिँ हामीले भैँसी लेकमा लान्छौँ है। उकालै उकालो बाटो साह्रै अप्ठ्यारो छ। आर्मीको बुट यो चाहिँ जुगान लाग्छ है। अब त पानी परिरहेको। पुरै जङ्गल छ यस्तो पर्छौला। हामी धेरै माथि जाने होला छौँ। मेरो गाउँ हुँदै ओह्रालै झर्दै हटिया झर्ने गलकोट झर्ने बाटो है यो। जङ्गल छ यता माथि, ठुलो गाउँ छ मेरो गाउँमा। मैले भैँसी झारेँ फेरि यो पारी वनमा है लाने। यहाँ तल झारेर फेरि माथि उकाल्ने। गुराँस फुलेछ त्यहाँ रातै पुरै पारी जङ्गलमा। यो तलको पान्डा फानी सम्म गइरहेको। माथिको झिर्का पारीदेखि नि घुम्टे। भिरमा पुरा आगो लगाएर यस्तो बनाएको छ है। बर्खामा घाँस काट्छौँ हामीले फेरि। पसिनै आयो यार धेरै पछि हिँडेर। गुलेल छ क्या त? ओ गुलेल छ मास्टर। यहाँ चाहिँ हामी घोरल देखिन्छ है। घोरल पुरै आगो लाएर बर्खामा घाँस काट्छौँ यो भिरमा। यो झोला बेच्न परेको होइन, बजारतिर लगेर सस्तो बजार। यहाँ पनि चुत्यो भेरासित। बिसाइ मेत्दै है। त्यही भएर बत्ती गएर जिबिएन। यो तलको पान्डा फानी है। साह्रै अप्ठ्यारो बाटो।
लालीगुराँस है। हिमाल अलि बेलुकी गएर हेर्ने। अहिले गएर यहाँ भलग हेर्ने भन्छु। तिमीलाई मैले धेरै फोकस गरेको नि त। है आया मेरो होला है। हेलो हेलो ल है म चाहिँ सानोमा भेडा गोठ भैँसी गोठ गरेर हुर्केको मान्छे बल्ल बल्ल आइयो है धुरीमा। लगभग गोठ आइपुग्यो। यो पारी पनि हामी भैँसी चराउने है वारिपारी। हिँड्न सकिएन क्या हो? पुरै भिड है यहाँ तल। यहाँ माथि चाहिँ सम्म छ ल। ल भैँसीहरू यहीँ रहेछ है। कति भैँसीहरू यहीँ छन्, कति कता छन्। मौसम खासै खुलेको छैन। यिनी दार चाहिँ हामी सानोमा पहिला 2-3 वर्ष अगाडि भेडासित बस्ने, भैँसीसित बस्ने मास्तिर छ गोठ। हिमाल पनि देखिरहेछ पारी अलिअलि। पुरै आगो लगाइदिएर यस्तो पिपरा पलाउँछ है। अब असारमा घाँस बाक्लोहरू यो पुरै भवाल देखिन्छ यहाँ चाहिँ। गुराँस त फुलेर नि झरेछ यार। म त खान त भैँसी त। ल ल पातिन्छ हौ कान्छा। दारैभरि खाने भैँसीहरू ल। आगो पुरै आगो लगाएर यस्तो रहेछ। ओहो परन्छ भैँसी। यसलाई चाहिँ जैलुङ भन्छ है। जैलुङ धारा गोसुत पुरै भत्काएको रहेछ। थोक्को हो। बेला बेला आउने नुन हालिदिने। उतान रहेछ कसको आउँदैछ। ल ए ल ल ल ए ल ए राँगा सिधै बसेको ए ल ल ल आइज ल ल ल ल ए ल ल आइज ल ल। मेरो पाल त पहिला हाल्दा गएको त यहीँ छ है। ल ल ए ल ल ल ल ल ल ल ल आइज ल ल ल ल ल आ यहाँ चाहिँ ठुलो चौर छ। यता तल ठुलो मेला छ है। भलक ल यहाँ चाहिँ पुरै लालीगुराँसको मेलो है। उता पारिपट्टिबाट देखिन्छ। अहिले त पानी परेर
झरिसके रहेछ उत बल्दै हो ला हामी सबैको भइसक्यो है मेरो सबभन्दा धेरै छ यहाँ मेरो 8-10 वटा छ अरूको चाहिँ 2टा 3टा 4टा छ म लौरो कहाँ छ रे अङ्कल कस्तो लागिरहेछ त भैँसिया नाडा एकदम रमाइलो यो चाहिँ हजुर खाइखेले पहिला यसै गोथालो गरेर हुर्किएको ठाउँ होइन यो गोठ अहिले भत्किएछ त्यो बगाल खै त नि अरू यार अझै एक बगाल भेटिएको छैन है भैँसी ल ल ल ल ल तेरीमा म त पक्का गोठला आएको रे हाम्रो दाइले चाहिँ धुरीमा आएर भैँसीलाई नुन खिलाउँदै हुनुहुन्छ देख्न सक्नुहुन्छ ए भैँसीहरूले यसरी नुन खाइरहेको छन् रमाइलो वातावरण छ एकदम जैलुङ डाँडामा खाली अनि यसलाई खाइदिउँ न यो राङमा आएको नुन खान्न बाहिर होला सेनकेता अलिअलि चताइदिनु क्या राम्रो त धेरै रहेछ त यार यहाँ त ज्याक ज्याक है यहाँ राङ्गो त फेरि यस्ता ज्याक ज्याक राङ्गो छन् लेकमा ल सेनकेता भिडियो थाहा बनाए त्यस्तो नि फेरि यार थारै ठिक हुन्छ क्या मार्छ हिमालले उता यता भन यता भन न नुन खिलाउँदै है राङ्गोहरूलाई ब्याठे अर्को साल ब्याठे राङ्गोहरूलाई ज्याक ज्याक बनाउनु पर्यो नि त हामी फेरि पनि अर्को ग्रुप भैँसी खोज्ने हिँड्दै है एक ग्रुप भेट्यो एक ग्रुप भेट्यो होइन लाली गुराँस है यो कान्छ यो के अरे लाली गुराँस अजम्भरी भन्ने गीत गान्थ्यौँ हामीले होइन लाली गुराँस अजम्भरी चम्पा चमेली जे भने नि हुन्छ हजुर म त नेपाली दाली दालीमा हो दाली दालीमा फुलिरहँ लाग्छ म दिलको बारीमा लाली गुराँस पुरै फुलेर नि झरिसकेछ है ल है
ए थुप्रो छ सिधा सिधा लाली गुराँसको मेला है गाइज तिम्रो उता जान्छ हामी म त उता जान खुट्टा दुखेछ पानी आउला जस्तो गरे खैलो लेख अहिले दिन्छस् ल यहाँबाट तल्लो बाजा है सिधा जा गुन किन जान्छ ठिता हो बुढो मान्छेहरू यता फेरि अर्को ग्रुप खोज्न मात्रै हो यहाँ ल है हामी अर्को ग्रुप भएपछि भेटाएको छौँ यहाँ गोथालाको यस्तै छ जुन यो भैँसी चम्का छ है यो लामो सिङ्गरे कसको भैँसी हो यत्रो काल थोरो भैँसी होला हो ल हो ल ल छ सबै छ यहाँ भेल त ल लाली गुराँस ढकमक्क भोक पनि लाग्यो मलाई त केही नखाएर आएको बिहानै आम्मामा लाली गुराँस फुलेर नि कस्तो हेमेको झरेछ भनेको होइन ल ल ल ल बाटो रमुवा उकाल्ने बाटो है रमुवा तल पाण्डफानी बाटो थारै थारै तल देख्ने गाउँ पाण्डफानी त्यहाँ बारी फेरि भैँसी लैजाने बारीबाट जैलुङबाट लुङ्गा तार्ने क्या भन्छन् बुढाले मृगा भन्थ्यो के अरे तिन त भैँसी नभेटेर हामी खोज्दैछौँ अझै हौ तल मेलामा जाँदैछौँ धेरै तल है त्यो चाहिँ
यता पल्लोपट्टि छैन होला नि। गुलेल छैन अङ्कल? गुलेली हामी चाहिँ खाजासाजा खाएर भैँसी झार्दै मान्दै मानेन है, कुहिरो लाएर पुरा। ल है, भैँसी झारेर पनि हामी तल आइसक्यो बाटोमा। अब फेरि यता माथि कुहिरोलाहारको जङ्गलतिर लाने हो। गोसलाहरू अझै आउँदैछ है, पछि आउँदैछ। एक ग्रुप धुरीमा पुगिसक्यो।